जाँदैछौँ बेसरबाट हाम्रो घरबाट। Here we go. हामी बेसी सहरको के चोक अरे बुद्ध लाग्यो अभियो। त्यसपछि हामी वी आर हिटिङ चण्डी डाँडा। सहरबाट हामी यति माथि कण्डेश्वरीबाट हल्का माथि आइसक्दाखेरि पनि यस्तो राम्रो भ्यू देखिन्छ नि। भ्यूको त कुरै नगर्नु। ओ माई गड। अनि यहाँ एउटा रेस्टुरेन्ट पनि छ, सो यु क्यान ह्याभ रेस्ट ओभर हियर। अनि त्यसपछि सिनेरियोको मजा लिनु त अब यसको बेग्लै नै आनन्द छ है। आई थिङ्क मस्ट कम प्लेस जस्तो लाग्यो मलाई चाहिँ। स्पेसली अझ बाइक राइड गर्नुहुन्छ भने त आई थिङ्क दिस इज द बेस्ट प्लेस, बेस्ट ल्यान्डस्केप टु विटनेस है, त्यो चाहिँ भन्छु म। शीतलो मौसम, पानी पर्ला पर्ला जस्तो पनि भइरहेको छ। एकदमै रमाइलो भइरहेछ। भर्खर बनेको पिच रोडमा सरल र हाम्रो एकदमै रमणीय गाउँले जीवन हेर्दै हिँड्नुको आनन्द एकदमै बेग्लै हुन्छ। र चिसो चिसो हावाको एउटा फिल लिएर डाँडा काँडा गाउँ बग्लो बगेर आहा यति रमणीय छ कि पुरै नगर्नुहोस्। सहरदेखि 5 किलोमिटर हामीले राइड गरिसकेपछि हाम्रो अलिकति कच्ची बाटो पनि आउँदो रहेछ। अब हेरौँ, हेर्दै जाउँ कति किलोमिटर जति कच्ची बाटो छ। तर हामी चाहिँ स्कुटरमा आएको छौँ। स्कुटरमा पनि जस इट्स ओके टिल नाउ। बाटो चाहिँ अन्डर कन्स्ट्रक्सन छ। गाडी आउन चाहिँ मैले गाह्रो नै देखेँ। हजुरको अलिकति गाडीमा ग्राउन्ड क्लियरेन्स चाहिँ अलि राम्रो छ भने चाहिँ लिएर आउँदा ठिकै हुन्छ। नत्र भने अलिकति सानो ग्राउन्ड क्लियरेन्स थोरै भएको गाडी चाहिँ गाह्रो नै छ, ल्याउनुभन्दा नल्याउँदा ठिक हुन्छ। अनि बाइकहरूको लागि, स्कुटरहरूको लागि चाहिँ आई थिङ्क वी क्यान म्यानेज, ठिकै छ। अलिकति बाटो चाहिँ कच्ची नै छ तर ठिकै छ, वी क्यान म्यानेज। लगभग 5 किलोमिटर चाहिँ एकदमै अफ रोडिङ नै बाटो थियो, एकदम कच्ची बाटो थियो। त्यसपछि फेरि हामी बिच बाटोमा आइसकेका छौँ। लाली गुराँसहरू फुलेको राता मिठो रङको हामी चट्ट हेर्दै वन जङ्गलको बिचको बाटोमा सरर अब हिँडिरहेका छौँ। So this is our traveling going on. Let's see how it will go. तर 5 किलोमिटर चाहिँ साह्रै नै अलिकति गाह्रो नै भयो। अब त्यसपछि चाहिँ हामी सरर है पिच सुरु हुने बित्तिकै यहाँ एउटा यो सरकारी कार्यालय जस्तो र एउटा विद्यालय पनि यही रहेछ। यसको तल ठ्याक्राक्कै चट्ट एउटा गाउँ पनि छ जस्तो लाग्यो मलाई। खासै बस्ती चाहिँ अलिअलि छ, त्यति साह्रो चाहिँ छैन है।
रेस्टरुम खाजासाजा खानको लागि एकछिन आराम गर्नको लागि। एकछिन एट द एन्ड हामी चाहिँ घले गाउँ आयौँ। एकदमै राम्रो सिनेरियो छ। अलिकति हाइटमा आएर टक्क साना थुम्कीहरूमा राता नीला रङ्गीचङ्गी टिनहरूले बनेका सुन्दर राम्रा घरहरूले भरिएको यो घले गुरुङहरूको गाउँ साह्रै नै रमाइलो छ। आई थिङ्क हामी एकचोटि चाहिँ यहाँ आएर यो प्रकृतिले दिएको सुन्दर ठाउँको अवलोकन गर्नुपर्छ। साना साना गोरेटा बाटाहरू जुन बाटाले साना साना गाउँहरू घरलाई जोडेको छ भनौँ न। यसले झन् यो ठाउँलाई अझ आकर्षित बनाएको छ। सबै मानिसहरू मिलेर बसेका, सबै घरहरू र बाटाहरू जोडिएका राम्रो र सहरीय जीवनभन्दा फरक किसिमको बसाइ अत्यन्त नै मनमोहक छ। घुमौरो घर हेर्नुहोस् त, घुमौरो घर, चारपाटे घर। घले गाउँको एउटा सानो चिया बगान। हामी त्यसपछि भुजुङ गाउँ पनि आइयो। यो चाहिँ अति नै ठुलो नै रहेछ। अलिकति त्यो चाहिँ सानो घले गाउँ चाहिँ अलिक सानो छ भने यो चाहिँ अलिकति ठुलो नै र अलिकति फरक किसिमको ढुङ्गाले बनेका घरहरू देख्न पाइन्छ। यु क्यान सी
दिस इज लिटल बिट डिफ्रेन्ट अनि मकैको टौवाहरू पनि हैन अनि पनि देख्न पाउँछ टिनका घर ढुङ्गाले छापेका घर एकदमै राम्रो र अलिकति फरक अलिकति डेन्स पनि छ दाउराहरू पनि यसरी राखेको छ कुरा पनि कस्तै रहेछ ल हेर बाख्रा यता गाउँ गाउँ हुनु भुजुङ ठाटी भवन यस्तो रहेछ दाउरा राखेको नि फोटो खिच्यो